स्वागत छ। आज हामी एउटा अलि फरक खालको रमाइलो सामग्रीमा कुरा गर्दैछौँ। हात लागेको छ नेपाली राजनीतिक दलका मानिस चिन्ने हास्य मार्गदर्शिका। नामै रमाइलो रहेछ। हो ने, नामैले भन्छ यो अलि व्यङ्ग्यात्मक ठट्यौलो पारेले लेखिएको छ। यसले चाहिँ नेपालका प्रमुख राजनीतिक धारहरू एमाले, माओवादी अनि यो मण्डले भनेर एउटा समूह छुट्याएको रहेछ र कांग्रेस, यिनीहरूसँग जोडिएका मानिसहरूलाई चिन्ने केही सूत्र दिएको छ रे, त्यो पनि हाँस्ने पाराले। आजको हाम्रो काम चाहिँ यसले के भन्न खोज्यो अलि खोतल्ने अनि यो हाँसोभित्र लुकेको कुरा के हो बुझ्ने प्रयास गर्ने हो। सुरु गरौँ है त। हुन्छ। यो सामग्री आफैमा चाख लाग्दो छ, किनभने यसले मतलब राजनीतिक पहिचानलाई कति सजिलोसँग अनि कहिलेकाहीँ त अलि बढी नै उडाएर केही निश्चित छाप मतलब स्टिरियोटाइप मार्फत देखाइन्छ भन्ने कुरा प्रष्ट पार्छ। तर एउटा कुरामा चाहिँ हामी प्रष्ट हुनुपर्छ हैन। यहाँ हामी जे जति कुरा गर्छौं त्यो यही मार्गदर्शिकामा जे लेखिएको छ त्यसमै आधारित हुन्छ। बिल्कुल, हामी स्रोतको चिरफार गर्दैछौँ, आफ्नो धारणा थप्ने होइन। हो, यसलाई त्यही रूपमा केलाएर हेरौँ न त। मतलब हामीले आफ्नो धारणा राख्ने भन्दा पनि स्रोतले के भन्छ भनेर हेर्ने। ठ्याक्कै, हामी यहाँ कुनै राजनीतिक पक्षधरता लिँदैनौँ, न त स्रोतको कुरा ठिक वा बेठिक भन्छौँ। बुझ्यो। यो केवल स्रोतमा के भनिएको छ र त्यसले समाजमा चलेका कस्ता धारणा वा व्यङ्ग्यलाई देखाउँछ भन्ने बारेको एउटा निष्पक्ष विमर्श मात्र हो। राम्रो कुरा। ल त्यसो भए सुरु गरौँ न त। कुन पार्टीबाट सुरु गर्ने? ल सुरु गरौँ एमाले समर्थकको चित्रणबाट। ल के भन्छ रे स्रोतले? स्रोतमा भनिएको छ कि एमाले समर्थक चिन्नु पर्यो भने कस्तो हुन्छ अरे भन्दा मदिराले अनुहार रातो भएको, भुडी लागेको हो र, अनि गफ गर्दा चाहिँ ट्रम्पलाई पनि जित्छु जस्तो गर्ने। ओहो, गफै ठुलो। अनि जहाँ पुग्यो त्यही बाले गर्न खोज्नु भएको थियो तर गर्न दिएनन् भनेर गुनासो गर्ने मान्छे त्यो चाहिँ एमाले हो रे। यो त निकै के रे चित्र कोरे जस्तो वर्णन पो रहेछ। हो नि। अब तपाईँलाई के लाग्छ यसले के देखाउन खोजेको होला त? हेर्नुहोस्, यो चित्रण माथि हेर्दा त हाँस उठ्दो छ, तर अलिक गहिरिएर सोच्यो भने यसले केही कुराहरू सङ्केत गर्छ जस्तो लाग्छ मलाई। जस्तो त्यो अनुहार रातो, भुडी लागेको भन्ने शारीरिक वर्णन छ नि, त्यसले सायद सत्ता र शक्तिको अभ्याससँग जोडिने एक किसिमको रवाफ वा पहुँचलाई इङ्गित गर्न खोजेको हो कि? मतलब पावरमा भएपछि अलि शरीर लाग्ने त्यस्तो खालको हो, वा त्यसको निकट रहेपछि आउने परिवर्तन, त्यसलाई व्यङ्ग्य गरेको हुन सक्छ। अनि त्यो गफको कुरा नि ट्रम्पलाई नै जित्ने, त्यो ट्रम्पलाई चुनौती दिने गफले सायद समर्थकहरूमा देखिने कस्तो भने आफ्नो पक्ष नै सर्वज्ञाता हो, हामीले जे भन्यो त्यही ठिक भन्ने खालको अति आत्मविश्वास वा तर्क गर्ने शैलीलाई व्यङ्ग्य गरेको होला। तर सबैभन्दा चाख लाग्दो चाहिँ त्यो बाको प्रसङ्ग छ नि। हो, त्यो बाले गर्नु खोज्नु भएको थियो भन्ने हो। यसले त स्पष्ट रूपमा कुनै निश्चित नेताप्रतिको अलि बढी नै भक्ति वा भावनात्मक निर्भरतालाई देखाउँछ जस्तो लाग्छ। मतलब आलोचनात्मक चेत भन्दा पनि व्यक्ति पूजा हावी भएको जस्तो हो, त्यस्तै सङ्केत गरे जस्तो छ। यो केवल नेताप्रतिको सम्मान मात्र नभएर कता अलि आँखा चिम्लेर विश्वास गर्ने प्रवृत्तिलाई सङ्केत गर्छ के? तपाईँले भनेको यो व्यक्ति पूजाको कुरा त मनन योग्य छ। के यो नेपाली राजनीतिको एउटा विशेषता नै हो त? खै, यो त ठुलो प्रश्न भयो। हो नि, कि यो खास पार्टी वा खास समयमा मात्र देखिने प्रवृत्ति हो? स्रोतको यो व्यङ्ग्यले त्यही ठुलो प्रवृत्तिलाई छोएको हो त? निश्चय पनि यो फराकिलो प्रश्न हो। हेर्नुहोस्, नेपाली राजनीतिमा मात्र कहाँ हो र, विश्वमै नेतालाई अलि देवत्वकरण गर्ने वा उनीहरूका हरेक कुरा ठिकै हो भन्ने प्रवृत्ति त देखिन्छ नै। त्यो त हो। तर स्रोतको यो चित्रणले चाहिँ सायद एमाले समर्थकहरूमा विशेष गरी एक निश्चित नेताप्रति यो प्रवृत्ति अलि बढी नै देखिन्छ भन्ने एउटा आम बुझाइ छ नि समाजमा। हो, त्यसैलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको हुन सक्छ। तर फेरि यो व्यङ्ग्यले त्यो आम बुझाइ आफैमा कति सही छ भन्ने प्रश्न पनि उठाउँछ है। एकदम। ल अब अगाडि बढौँ, माओवादी समर्थकतिर लागौँ। ल उनीहरू बारे के भन्छ त स्रोतले? स्रोत भन्छ एउटै मान्छेले कहिले कमरेड भन्छ रे, कहिले सर भन्छ रे। यो त दोहोरो कुरा भयो त। हो नि। अनि धेरैजना साथीहरू भेला हुँदा चाहिँ एकदम क्रान्तिकारी कुरा गर्ने, तर दुईजना मात्र भयो कि सोल मारी जान्छ रे। हाँस्दै
सोलमारी त्यो भनेको रमाइलो गर्ने ठाउँतिर हो, त्यस्तै अर्थ लाग्छ। खानपिन, रमाइलो अनि बेला बेला युद्धका कुरा झिक्ने। ए पुरानो कुरा पनि। अनि देशै मेरो इशारामा चल्छ जस्तो गरी मख पर्छ रे। ओहो, यो त झन् विरोधाभासले भरिएको चरित्र देखियो नि, होइन र? हो त नि, यसले के भन्न खोजेको होला? एकदमै। मलाई लाग्छ यो चित्रणले माओवादी आन्दोलनको त्यो रूपान्तरण छ नि, युद्धबाट शान्तिमा आएको हो र त्यो क्रममा समर्थकहरूमा देखिएको एक किसिमको द्विविधा वा भनौँ न समयअनुसार आफूलाई ढाल्ने प्रवृत्ति, त्यसलाई समात्न खोजेको देखिन्छ। कसरी? त्यो कमरेड र सरबाट? हो नि, कमरेड शब्दले के बुझाउँछ? पार्टीको त्यो क्रान्तिकारी पृष्ठभूमि, त्याग, वर्गीय एकताको आदर्श, होइन? हो। अनि सर शब्दले चाहिँ राज्य संयन्त्र, औपचारिकता वा बदल्दो सामाजिक सम्बन्ध, त्यसलाई जनाउँछ। अब एउटै व्यक्तिले दुवै शब्द प्रयोग गर्नुले के देखाउँछ त? कि त विगतको पहिचान र वर्तमानको यथार्थ बीच तालमेल मिलाउन खोज्दाको अलमल हो, कि चाहिँ अवसर अनुसार आफूलाई ढाल्ने प्रवृत्ति हो? स्रोतले सायद दोस्रो कुरालाई बढी व्यङ्ग्य गरेको छ कि? तर के यसलाई अवसरवादिता नै भन्न मिल्छ र? यो समयसँगै आएको स्वाभाविक परिवर्तन पनि त हुन सक्छ नि, होइन? हो, अवश्य। युद्धबाट शान्तिमा आउँदा, भूमिगतबाट खुला राजनीतिमा आउँदा यस्तो परिवर्तन त अपेक्षित नै होला नि। स्रोतले यसलाई व्यङ्ग्य गरेर अलि नकारात्मक नै देखाउन खोजेको हो कि जस्तो लाग्यो मलाई त। तपाईको प्रश्न एकदम जायज छ। परिवर्तन त स्वाभाविक हो, तर स्रोतको व्यङ्ग्यले सायद त्यो परिवर्तनको प्रकृतिमाथि नै प्रश्न उठाएको छ कि? कसरी? जस्तो त्यो 4 जनामा क्रान्तिकारी गफ, 2 जनामा सोलमारी भन्ने कुराले के देखाउँछ? सार्वजनिक रूपमा देखाइने आदर्श र निजी व्यवहार बीचको खाडललाई त हो नि, होइन? त्यो त हो। अनि युद्धको कुरा बेला बेला झिकिरहनुले के देखाउँछ? विगतको त्यो विरासतलाई वर्तमानमा पनि आफ्नो शक्तिको स्रोत मान्ने प्रवृत्ति देखाउँछ होला। कुरा र गरिएका काम बीचको अन्तर, त्यसैमाथि व्यङ्ग्य प्रहार गरेको जस्तो देखिन्छ मलाई। अलि फराकिलो रूपमा हेर्दा नि? अलि फराकिलो रूपमा हेर्दा यस्ता चित्रणले द्वन्द्वपछिको समाजमा पूर्व लडाकु वा क्रान्तिकारी शक्ति जब मूलधारमा आउँछ नि, त्यसबेला उनीहरूले सामना गर्नुपर्ने पहिचानको सङ्कट, विचारधारात्मक अस्पष्टता अनि समाजले गर्ने आलोचना हो, यी कुराहरूलाई प्रतिबिम्बित गर्छन्। यो केवल माओवादी समर्थकको कुरा मात्र नभएर ठूला राजनैतिक परिवर्तनपछि समाजमा देखिने जटिलताहरूको एउटा पाटो पनि हो। यो कोणबाट हेर्दा त अर्थपूर्ण लाग्यो। ल, अब अर्को समूहतिर जाउँ, जसलाई स्रोतले मण्डलीय भनेर चिनाएको छ। मण्डली, यो शब्द त प्राय राजतन्त्र वा राप्रपा समर्थकलाई इङ्गित गर्न प्रयोग हुन्छ है? हो, सामान्यतया त्यही बुझिन्छ। अब स्रोतको वर्णन त झनै ठाडो छ। कस्तो छ र? दोहोरो सुरुवाल, ढाका टोपी लगाएको, त्यो त पहिरन भयो। अनि प्राय जाँड खाएर कुलोमा लडिरहने। के रे, कुलोमा लड्ने? अनि कांग्रेस र कम्युनिस्टलाई सरापी रहने। ओहो, यो त सिधै आक्रमण जस्तो पो सुनियो त। हो नि, तपाईलाई के लाग्छ यसमा? यो चित्रण अरूको तुलनामा अलि बढी नै आक्रामक र नकारात्मक देखियो। पहिलो कुरा त के भने नि, दोहोरा सुरुवाल र ढाका टोपी, यो त हाम्रो राष्ट्रिय पहिरन हो त नि। यसलाई एउटा निश्चित राजनीतिक समूहसँग मात्र जोड्नु नै आफैमा समस्याग्रस्त कुरा हो। यसले त राष्ट्रिय प्रतीककै अवमूल्यन गर्छ, त्यसलाई राजनीतिकरण गर्छ। त्यो त हो। अनि दोस्रो, त्यो जाँड खाएर कुलोमा लड्ने जस्तो अत्यन्तै तल्लो स्तरको चित्रणले त त्यो समूहप्रतिको घृणा वा चरम असन्तुष्टिलाई नै देखाउँछ। मतलब एकदमै हेपेको जस्तो हो नि। यस्तो चित्रणले सायद राजनीतिक शक्ति गुमाएको वा अहिले किनारामा पारिएको समूहप्रतिको सामाजिक उपहास वा बदलाको भावनालाई पनि देखाउँछ कि? विगतको शक्ति गुमेपछिको निराशालाई व्यङ्ग्य गरेको हो। विगतको सत्ता वा प्रभाव गुमेपछि उब्जिने निराशा र आक्रोशलाई यसरी कुरूप तरिकाले प्रस्तुत गरिएको हुन सक्छ। तर यसले अर्को डरलाग्दो कुरा के देखाउँछ भने राजनीतिक असहमतिलाई वैचारिक बहसमा सीमित नराखेर व्यक्तिगत चरित्र हत्या गर्ने वा पुरै समूहलाई नै दानवीकरण गर्ने प्रवृत्ति पनि हाम्रो समाजमा छ। तर के यो चित्रणले त्यो समूहको राजनीतिक अडान, जस्तो कि कांग्रेस र कम्युनिस्ट प्रतिको उनीहरूको विरोधलाई पनि प्रतिनिधित्व गर्छ त? त्यो सरापी रहने भन्ने शब्दले उनीहरूको वैचारिक विरोधलाई नै अति सरलीकरण गरेर प्रस्तुत गर्यो कि? निश्चय नै, एकदम सही प्रश्न उठाउनु भयो। सरापी रहने भन्नुको मतलब के हो?
उनीहरूको विरोध वा आलोचनालाई तर्कहीन आवेग मात्र हो, त्यसमा कुनै दम छैन भन्ने देखाउन खोज्नु हो। यसले उनीहरूको सम्भावित राजनीतिक एजेन्डा, दर्शन वा वैकल्पिक दृष्टिकोण जे हुन सक्छ त्यसलाई पुरै नजरअन्दाज गर्छ। मतलब गम्भीर विमर्श गर्न लायकै नठान्ने हो नि। राजनीतिक प्रतिस्पर्धीलाई यसरी प्रस्तुत गर्नु भनेको उनीहरूलाई गम्भीर विमर्शको लायक नै नठान्ने प्रवृत्ति हो। यो त व्यङ्ग्यको नाममा गरिएको एक किसिमको बौद्धिक हिंसा जस्तै भयो। यसले कसरी राजनीतिक स्पेस साँगुर्दै जान्छ भन्ने पनि देखाउँछ। हो, यो निकै गम्भीर विश्लेषण भयो। ल अब अन्तिम समूहतिर जाउँ, काङ्ग्रेसी अर्थात् नेपाली कङ्ग्रेस समर्थक। ल उहाँहरूबारे के छ त? उहाँहरूबारे स्रोत भन्छ नाक चुच्चो परेको। ए, नाक चुच्चो? अनि चैतमा खान नपाएको बाँदर जस्तो दुब्लो। हे भगवान, यो त झन् गाला ख्याउटे परेको। सित्तैमा पाए एक घ्याम्पो रक्सी खाने र ताल नबेतालको किचकिच गर्ने भनेर लेखिएको छ। यहाँ पनि शारीरिक रूप र व्यवहारमाथि नै प्रहार छ है। हो, यो चित्रण पनि उस्तै हो। शारीरिक कमजोरी, बाँदर जस्तो दुब्लो, गाला ख्याउटेलाई होच्याउने किसिमको छ। यसले के भन्न खोजेको होला त? यसले सायद कस्तो भने लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टी तर पटक पटक सत्ता बाहिर बस्नु परेको वा अपेक्षित प्रगति गर्न नसकेको अवस्थालाई शारीरिक क्षीणतासँग जोडेर व्यङ्ग्य गरेको हुन सक्छ। अथवा पार्टीका समर्थकहरू साधन स्रोतविहीन छन् वा अवसरबाट वञ्चित छन् भन्ने देखाउन खोजेको पनि हुन सक्छ। अनि त्यो सित्तैमा रक्सी खाने कुरा नि? त्यो सित्तैमा पाए रक्सी खाने भन्ने कुराले चाहिँ लोभ वा सिद्धान्तहीन अवसरवादितालाई संकेत गर्न खोजेको होला। अनि ताल नबेतालको किचकिच? त्यो ताल नबेतालको किचकिच गर्ने भन्ने वाक्यांशले चाहिँ सायद पार्टीभित्रको गुटबन्दी, अन्तर्विरोध वा एजेन्डामा स्पष्टता नभएर हुने तर्कविहीन बहस, त्यसलाई इङ्गित गर्छ कि। यस्ता चित्रणले अक्सर विपक्षी दललाई कमजोर, दिशाहीन र अलि अव्यावहारिक देखाउने प्रयास गर्छन् क्या। तर कांग्रेस त लामो समय सत्तामा पनि बस्यो नि। हो त नि। यो दुब्लो र खान नपाएको जस्तो चित्रणले त्यो यथार्थलाई कसरी समेट्छ त? कतै यो चित्रण पुरानो समयको पो हो कि वा सत्तामा हुँदा पनि कार्यकर्ताले लाभ पाएनन् भन्ने गुनासो यसमा मिसिएको छ? यो पनि विचारणीय कुरा हो एकदम। सायद यो चित्रणले पार्टीको नेतृत्व र सामान्य कार्यकर्ता बीचको त्यो दूरी छ नि, त्यसलाई पनि व्यङ्ग्य गरेको हुन सक्छ। सत्तामा हुँदा पनि तल्लो तहका कार्यकर्ता वा समर्थकहरूको जीवन स्तरमा खासै सुधार आएन भन्ने गुनासो वा आरोपलाई यसरी शारीरिक कमजोरीको रूपक दिएर प्रस्तुत गरेको हुन सक्छ। त्यो पनि हुन सक्छ। अर्कोतिर यो चित्रण गर्ने व्यक्ति वा समूहको आफ्नै राजनीतिक पूर्वाग्रहको उपज पनि हुन सक्छ, जसले कांग्रेसलाई सधैँ कमजोर वा असफल रूपमा मात्रै देखाउन चाहन्छ। अब स्रोतको सीमितताले गर्दा यकिन भन्न त गाह्रो छ, तर सम्भावनाहरू अनेक छन्। हो, त्यसो भए यी सबै फरक फरक पार्टीका समर्थकहरूको व्यङ्ग्यात्मक चित्रणलाई एक ठाउँमा राखेर हेर्दा यसले समग्रमा के भन्छ होला त? के यो केवल अनौपचारिक माध्यममा पाइने हल्का रमाइलो मात्र हो कि यसले हाम्रो राजनीतिक संस्कार वा सामाजिक मनोविज्ञान बारे केही गम्भीर कुरा पनि उठाइरहेको छ? मलाई लाग्छ यो केवल हल्का रमाइलो मात्र त पक्कै होइन। हो र? हो, यस्ता स्टेरियोटाइपहरू जति नै अतिरञ्जित वा पूर्वाग्रही किन नहुन्, यिनले कता कता समाजमा अवचेतन रूपमा लुकेर बसेका राजनीतिक विभाजन, आपसी अविश्वास र दलका समर्थकहरूप्रतिका आम धारणाहरूलाई सतहमा ल्याउँछन्। मतलब मान्छेले भित्रभित्रै के सोच्छन् भन्ने कुरा बाहिर आएको हो। एक किसिमले मानिसहरूले आफ्ना वा विरोधी दलका समर्थकहरूलाई कसरी हेर्छन्, उनीहरूबारे के सोच्छन् भन्ने कुराको अनौपचारिक अभिव्यक्तिका रूपमा यिनलाई लिन सकिन्छ। तर यसको नराम्रो पक्ष पनि त होला नि? हो नि, खतरनाक पक्ष छ। यस्ता चित्रणले के गर्छ भन्दा जटिल राजनीतिक यथार्थ र विविधतापूर्ण समर्थक समूहलाई एकदमै साँगुरो अनि प्राय नकारात्मक फ्रेममा कैद गरिदिन्छ। साँच्चै। अब सोच्नुस् त, के सबै एमाले समर्थक बाभक्त भुँडीवालै हुन्छन् त? हुँदैनन् नि, हैन? न त सबै माओवादी समर्थक कमरेड र सरको दुविधामै हुन्छन्। यस्ता सरलीकरणले के गर्छ? राजनीतिक विमर्शलाई सतै बनाउँछ। कसरी? दलका नीति, कार्यक्रम र विचारमा बहस हुनुपर्नेमा समर्थकहरूको काल्पनिक हुलिया र व्यवहारमाथि टिप्पणी गरेर विषयान्तर गर्ने काम हुन्छ। कुरा अन्तै मोड्यो। हो, यसले ध्रुवीकरण बढाउँछ र स्वस्थ राजनीतिक संवादको सम्भावनालाई कमजोर पार्छ।
हो, तपाईँले भने जस्तै यसले मान्छेलाई लेबल लगाउन कति सजिलो बनाइदिन्छ है। ठ्याक्कै। एकपटक कसैलाई यो पार्टीको भनेर चिनिसकेपछि उसलाई स्रोतमा वर्णन गरेकै जस्तो होला भनेर सोच्ने खतरा बढ्छ। वास्तविक व्यक्ति र उसको विचार भन्दा त्यो लेबल नै ठुलो भइदिन्छ। ठ्याक्कै, तपाईँले एकदम सही कुरा समात्नुभयो। र यो केवल राजनीतिक दलको हकमा मात्र होइन नि, जात, धर्म, क्षेत्र, लिङ्ग आदिका आधारमा पनि यस्तै स्टेरियोटाइपहरू बन्छन् र त्यसले सामाजिक सद्भाव बिगार्ने खतरा रहन्छ। हो त नि। त्यसैले यस्ता व्यङ्ग्यात्मक सामग्रीलाई मनोरञ्जनका रूपमा हेर्दा पनि यसले फैलाउन सक्ने पूर्वाग्रह र त्यसको प्रभावबारे सचेत हुनु चाहिँ एकदम जरुरी छ। स्रोतमा प्रस्तुत यी चित्रणहरू समाजमा व्याप्त केही सोचका झलक हुन्, तर तिनलाई नै सम्पूर्ण सत्य मान्नु चाहिँ ठूलो भूल हुनेछ। एकदम सही कुरा। ल, आज हामीले एउटा रमाइलो तर विचारणीय स्रोत सामग्रीमा टेकेर नेपाली राजनीतिक दलका समर्थकहरूबारे प्रचलित केही व्यङ्ग्यात्मक र रूढिवादी चित्रणहरूमाथि विमर्श गर्यौं। हो, एमाले, माओवादी, मण्डलले र कांग्रेस समर्थकबारे स्रोतमा उल्लेखित वर्णन र तिनका सम्भावित अर्थहरू केलाउने प्रयास भयो। हेरी पनि भनौं, हाम्रो उद्देश्य स्रोतमा प्रस्तुत विचारलाई विश्लेषण गर्नु मात्र थियो, कुनै राजनीतिक समूहप्रति टिप्पणी गर्नु वा पक्ष लिनु थिएन। बिल्कुल। तर यी चित्रणले हाम्रो समाज र राजनीतिक बुझाइका बारेमा केही प्रश्नहरू भने पक्कै खडा गर्छन्। हो नि, अन्तमा मेरो मनमा एउटा प्रश्न खेलिरहेको छ। के प्रश्न? यो सामाजिक सञ्जालदेखि सिया पसलसम्म यति सजिलै छरिने अनि सुन्दा आकर्षक पनि लाग्ने यस्ता स्टेरियोटाइपहरूले आखिरमा हाम्रो राजनीतिक चेतना र सहभागितालाई कसरी असर गरिरहेका होलान् त? गम्भीर प्रश्न हो यो त। हो, कि यिनले क्षणिक मनोरञ्जन दिएर हामीलाई गम्भीर मुद्दाबाट ध्यान भट्काइरहेका छन् वा बिस्तारै हाम्रो एकअर्कालाई हेर्ने दृष्टिकोण नै विषाक्त बनाउँदै लगेका छन्? यसले हाम्रो लोकतान्त्रिक संवादको गुणस्तरलाई कता लैजाला? हो, यो साँच्चै सोचनीय विषय हो। यो प्रश्नमा घोत्लिनु आवश्यक छ जस्तो लाग्छ मलाई। एकदम। यही विचारणीय प्रश्नका साथ आजको विमर्श यही टुङ्ग्याउँछौं। फेरि भेट हुने नै छ। हस्, नमस्कार। नमस्कार।